नमस्ते सबैजनालाई, गुड मर्निङ। के गरी खानु हुँदैछ? राम्रै हुनुहुन्छ? जाति कुशलै होला भन्दै मेरो तर्फबाट नमस्ते सेवार हो। अन्त म चाहिँ के भन्न आएको भन्दा चाहिँ पुरा सेयर गरेर मन हल्का हुन्छ भन्थ्यो कि। हुन त म त्यो अरू जस्तो झगडा गरेर कचडा गरेर हिँड्दिनँ पनि, तर मेरै पछि पछि साह्रो कुरा गरिन्छ नि मान्छेले। म त अब सायद मेरो थोप्रा त्यस्तो होला, या त अब मान्छेको नमन परेको थियो होला, होइन, हुनसक्छ। अन्त एउटा कुरा चाहिँ के हो भने आज अब 3 नम्बरमा थिएँ म, 2 नम्बरमा अगाडि थियो, 3 नम्बरमा थिएँ। हाम्रो टोटल सेल बाई सेल हुन्छ नि त, जो बसको बस। अन्त 3 जग्गा लोड हुन्छ, 2 जग्गा लोड हुन्छ हो। अन्त 2 जग्गा लोड हुने जग्गामा चाहिँ के भयो भने चाहिँ एउटा साइको अब साइको भनौँ न, होइन, साइकै हो। अब बिना पत्तामा त्यो कचडा गरी हिँड्ने क्या हो। अन्त त्यो चाहिँ मभन्दा पछाडि थियो हो। अन्त माथिल्लो र तल लोड हुन्छ नि त। अनि म चाहिँ तलै, अब जहाँ लोड हुन्छ मेरै टर्न हो अगाडि भनेर म चाहिँ तलै बसेँ। अब टर्न फर्केर अनि त्यो चाहिँ माथि डाइरेक्ट गयो हो। अन्त भरे माथि खाली लोड भइसक्यो। म गएर लोडमा लगाउँदाखेरि चाहिँ आएर क्या कचडा गर्छ भनेको नि, तल बस्यो माथि बस्यो भनेर। अन्त दिमाग खराब गरेँ कि साइकोले, पागल रहेछ, मलाई पनि थाहा थिएन। अन्त अलिक मान्छे त बुढो हो, म त अब रेस्पेक्ट गरेको नि त, बिचरा बुढो मान्छे हो भनेर अस्ति पनि त्यस्तै कचडा गरेँ पछाडि आएर। अन्त अहिले पनि फेरि त्यस्तै कचडा गर्दैछ नि त। अन्त म चाहिँ अब बुढो मान्छे भन्दै छोडेको कि साह्रै गरेँ नि त। त्यो भएर चाहिँ अब त्यो मान्छेसँग त के भोक लाग्नु लागि न हो, साइको किन हुनु भनेर, आफ्नो बदनाम किन गर्नु भनेर गरेन हो। साथी भन्दै थियो यसैको हो, जसले कुटै खान्छ, तर पनि कुटै खाँदा पनि त्यो कुटै खाने बानी लागेर होला। अब टाइममा मेन्टेनेन्स क्या, अब मान्छे टनालो चिलाउँछ, तेल दलेर कन्याउनु पर्छ भन्छ नि। त्यस्तो कन्याउनु खोज्दो रहेछ क्या, चिलाउँदो रहेछ नि त बेला बेला। अन्त त्यसरी न्यु खोजिँदो रहेछ, मलाई चाहिँ थाहा थिएन। अन्त त्यही भएर चाहिँ यसो साथीहरूलाई कुरा सेयर गरेको नि त, यसो मन हल्का हुन्छ भनेर। अन्त फेरि अन्यथा नसोच्नु होला, म पनि साइकै रहेछ भनेर चाहिँ नसोच्नु होला हो। म चाहिँ जस्ट अब क्या यस्तो खालको मान्छेहरू पनि भेट्दो रहेछ भनेर क्या। अब दिन कति रमाइलो चलिरहेको होइन, साथीभाइहरूसँग मजाले गफ गर्दै, होइन, दुःख सुख कुरा सेयर गर्दै बसिरहेको टाइममा एउटा पागल आएर क्या टक्कै दिमागै पागल खराब गरिदियो क्या मेरो। यस्तो खराब गरिदियो के भन्नु र, अब मुडै खराब भइरहेको छ क्या, काम गर्नै मन नलाग्ने टाइपको क्या हो। छ है भाइ, यस्तो छ इन्डियामा गाडी चलाउनु साह्रो छ हौ। सर्ट निस्किन्छ हो धोतीहरू।